महेश बस्नेत त झोले हो त के अरे त्यो केपी ओलीको झोले हो होइन। राम्रो बोल्न सक्दैनस् भने नराम्रो पनि नबोल। यो दिदीको आक्रोशन हो। उसले सब मुखले होइन ह्याप्पी भाइटिका भन्न पनि सकेन। त्यो टिका देख्दाखेरि पनि एकदम मेरो भाइ शहीद रसिक खतिवडा खत्री, उसलाई चाहिँ 23 गते यहीँ संसद भवन अगाडि गोली लगाएर उसलाई मारेको थियो। अब म अरू कुरा सबैले गरिसक्नु भएको छ, म धेरै कुरा केही गर्दिनँ। म यति भन्छु कि भाइटिकाको दिन अब उहाँ नानीहरू यत्रो सानो नानीहरू अघि बोलिहाल्नु भयो, उहाँहरूले अब जिन्दगी अब त्यो दाइको त्यो भाइको टिका कहिले लाउन पाउनुहुन्न। त्यही मलाई पनि आजको दिन त आमा बुवालाई भन्दा नि दिदी बहिनीहरूलाई कति गाह्रो हुन्छ होइन। सबैको टाउकोमा निधारमा टिका देख्दाखेरि त्यो सम्झना सम्झेर मन यति पिरोल्छ होइन। त्यो पीडा छुट्टै छ। यति भन्छु कि तपाईँहरू झोले होस् जे होस् तर तपाईँहरूमा मानवता चाहिँ हुनुपर्छ। आएर यसरी मान्छे मार्दाखेरि पनि यिनीहरू आतङ्ककारी हो, गुन्डा हो, यो चोर्न जाँदा त भएको हो भन्न तपाईँहरूलाई अलिकति लाज लाग्नुपर्ने हो। मानवता भएको मान्छेले त्यस्तो कहिले पनि बोल्न हुँदैन होइन। जतिसुकै होस्, इभन दुश्मनलाई पनि त्यस्तो बोल्न राम्रो हुँदैन है। तपाईँहरूमा चाहिँ मानवता छैन भने अलिकति मानवता लिएर आइदिनुहोस्। राम्रो शब्द बोल्न सक्नुहुन्न भने नराम्रो शब्द पनि नबोलिदिनुहोस्। मेरो चाहिँ त्यति बिन्ती छ। अब यति हो कि सबैको दिन आउँछ। हाम्रो आँसु साँचो छ भने हाम्रो आँसुले पिरोल्छ तपाईँहरूलाई, हाम्रो आँसु लाग्छ। म त्यति भन्दै मेरो 2 शब्द टुङ्गाउँछु। हामीलाई न्याय दिलाउनु पर्छ जस्तो लाग्छ। म थाहा छ एकैचोटि हुँदैन होइन, तर एटलिस्ट यत्रो दिन भइसक्यो, एटलिस्ट राजपत्रमा त नाम दिनु पर्यो नि त। राजपत्रमा नाम नदिएर दुनियाँभरि मान्छेहरूले त्यो झोलेहरू, म त भन्न डराउँदिनँ हेर्नुहोस्, त्यो झोलेहरूले संसार भनेर आउँछन्, संसार फेक एकाउन्ट बनाउँदै लेख्छन्। त्यसले त हामीलाई केही हुँदैन। तर तपाईँहरू तयार छौँ। महेश बस्नेत त झोले हो त के अरे त्यो केपी ओलीको झोले हो होइन। राम्रो बोल्न सक्दैनस् भने नराम्रो पनि नबोल। यो दिदीको आक्रोशन हो, यो नानीहरूको आक्रोशन हो। त्यति चाहिँ म भन्छु, डराउँदिनँ जा। यति हो। जस्तो कि तिहारमा भाइको निधारमा सजिनुपर्ने सप्तरङ्गी टिकाहरू आज तपाईँहरूले फोटोमा सजाइरहनु भएको छ, फोटोमा लगाइरहनु भएको छ। एउटा दिदीले एउटा भाइ यसरी गुमाएको छ, जिन्दगीमा भाइटिकामा टिका लगाउन सकिन्छ? धेरै गाह्रो पर्छ। मेरो आफ्नो भाइ हो, मेरो अर्को अङ्कलको छोरा पनि छ सन्देश। म 2 जनालाई एक सरग माया गर्छु होइन, गर्छु। आज उसले फोन गरे ह्याप्पी भाइटिका नि भन्न सकेन। दिदी बुझ्यो तैँले भाइटिका भन्नलाई फोन गरे हो, ठिकै छ। नलाए पनि अब भाइ यस्तै हो अनि आउँछु दिदी म भेट्न भन्यो होइन। उसले सब मुखले होइन ह्याप्पी भाइटिका भन्न पनि सकेन। त्यो टिका देख्दाखेरि पनि एकदम गाह्रो हुन्छ होइन। तर त्यही हो, तपाईँहरू 2-4 शब्द राम्रो भन्न सक्नुहुन्न भने नराम्रो पनि नभनिदिनु। एकदमै पीडा हुन्छ। टिका लाउन एकदमै गाह्रो हुन्छ हामीलाई। त्यही हो, न्याय दिनुपर्छ यो सरकारले भन्छु म।